हेलो गाइज, नमस्ते सम्पूर्णमा माई अल फ्यामिली ब्लगको तर्फबाट आज मेरो दोस्रो ब्लग। आज चाहिँ घुमघामको क्रममा चाहिँ तपाईहरुलाई छोटो छोटो क्लिपहरू देखाम भनेर गाडीहरू दौडिरहेछ। अनि म चाहिँ गाडीमा रोकिएर रेड सिग्नल छ नि त, त्यही भएर बसन्त ऋतु लागेसँगै एकदमै रमाइलो भइरहेको छ यतातिर। हजुरहरुकोतिर पनि त्यस्तै भएको होला। बसन्त ऋतुका पालुवाहरू एकदमै पलाएर हरियो भइरहेछ अनि आफ्नो गन्तव्यतिर गाडीहरू दौडिरहेछ। हामी पनि सँगै यात्रा गरिरहेछौँ भन्नुपर्छ। आज चाहिँ हामी मणिपालबाट ट्राई लाइफ तर्फ जाँदैछौँ। जम्मा 10 किलोमिटरको सफर हुनेछ आज। धेरै चाहिँ घुम्न भ्याउँदैन। आज चाहिँ 10 किलोमिटरसम्म घुम्ने हो भनेर सोच बनाएर हिँडेको। अरू चाहिँ यस्तै हो। गाइज के छ, हजुरहरूको खबर कस्तो हुनुहुन्छ? जहाँ भए पनि जस्तो भए पनि सबैजना सन्चो आरामै हुनुहुन्छ होला भन्दै आज चाहिँ हामी घुमघामको क्रममा तपाईहरुकोमा छोटो मिठो भिडियो ब्लग चाहिँ राख्ने कोसिस गर्नेछौँ। सबैले माया गरिदिनु होला भन्नुहुन्छ। अनि चाहिँ यहाँ जाम लागेको रहेछ, जाममा परियो। अनि एउटा कुरा के, फेरि यो इन्डियामा चाहिँ जाम लाग्ने नजिकै चाहिँ एउटा ठुलो टिभी सो राखिदिएको रहेछ। त्यहाँ नजिकै टिभी लागिरहेको थियो। मलाई चाहिँ एकदमै रमाइलो लागेर हेरिरहेको थिएँ। प्लसमा हजुरहरूलाई पनि देखाऊँ भनेर बाटोमा टिभी राखिरहेको छ होइन। रेड सिग्नल लागिरहेको थियो, त्यही भएर त्यहीँ रोकेको थियो। अनि प्लस फेरि रेड सिग्नल हटिसकेपछि हामी चाहिँ आफ्नो गन्तव्यतिर लाग्यौँ। गन्तव्यमा रमाइलो भइरहेको थियो। दुईजना मात्रै थियौँ, एउटा साथी अनि एउटा म। भनेपछि गाडीमा बाटोमा हिँड्दा यतातिर रमाइलो भयो। अनि अब यहाँ नजिकै रेलवे स्टेसन जक्सन छ। रेलवे जक्सन भन्छ यहाँ, बाँसबाडी नजिकै हो। अनि रेलवे स्टेसनमा मान्छेहरूको भिड यति धेरै थियो कि कुरा गरी साध्यै छैन। अब हामी चाहिँ त्यही एकछिन रेलवे स्टेसनको नजिकैबाट जाऊँ भनेर अर्को बाटो छोडेर चाहिँ यो रेलवे स्टेसनको बाटोतिर लाग्यौँ। वहाँ पर झन्डा फरफराइरहेको छ इन्डियाको, त्यही हो रेलवे स्टेसन इन्डियाको। यहाँदेखि जुनसुकै ठाउँ पनि जान सकिन्छ। तपाईँ नेपाल, भारत, बेङ्गलोर, गुजरात, चेन्नई, हैदराबाद, जुनसुकै ठाउँ पनि जान्छ यहाँबाट ट्रेनहरू। अनि हामी चाहिँ यहाँ नजिकैबाट कस्तो रमाइलो दृश्य छ भनेर हेर्दै आयौँ। झन्डा एकदमै राम्रो फरफराइरहेको थियो इन्डियाको, सरर ठुलो झन्डा। मेरो चाहिँ मनै सरर भयो। हाम्रो नेपालमा पनि यस्तो ठुल्ठुलो रेलवे स्टेसन, यस्तो झन्डाहरू फरफराएको भए कस्तो रमाइलो हुन्थ्यो। अटोवाला पनि कति बेला मान्छे पाउँछ भनेर भिड लागिरहेको थियो। यतातिर मान्छेहरूको रेलवे स्टेसनमा जाने क्रम जारी, यता आउने क्रम जारी भन्दै अनि चाहिँ हामी लाग्यौँ अगाडितिर आफ्नो गन्तव्यतिर। अब चाहिँ यहाँ बिच बाटोमा पुगिसकेका थियौँ। अब थोरै थियो अब पुग्न, 2-3 किलोमिटर। बाटोमा गाडी जाम लागेर हैरान थियो। यति भन्दै आजको भिडियो चाहिँ यहीँ समाप्त हुन्छ। अर्को भ्लगमा भेटौँला।